बुढा नीलकण्ठ स्थित श्रीहरि विष्णुको साक्षात स्वरूप बुढा नीलकण्ठ मूर्ति बुढा नीलकण्ठ पौराणिक कथाका अनुसार प्रत्येक दिन बद्रीनाथ र केदारनाथको दर्शन नगरी अन्न ग्रहण नगर्ने धर्मात्मा राजा सूर्यकेतु शिवपुरी नगरमा राज्य गर्दथे। उनमा बिस्तारै प्रवेश गरेको बुढोलीपन र आफूले गर्ने आस्थाका कारण प्रत्येक दिन दर्शन सम्भव नभएपछि भगवानसँग आफ्नै नगरमा आएर आफूलाई दर्शन दिनुपर्ने माग गरेका रहेछन्, अर्थात् वरदान मागेका रहेछन्। आफ्नो अनन्य भक्तको वचन हाल्न नसकेर संकल्प सिद्ध विश्वकर्मालाई बोलाई बद्रीनाथ र केदारनाथले आफूहरूको संयुक्त रूपको निर्माण गर्न लगाई। त्यो बेला बलशाली भीमसेनद्वारा बोकाएर भक्तलाई दर्शन दिन आउनु भएको रहेछ। तर अत्यन्त कलात्मक, भव्य, सुन्दर र अलौकिक मूर्ति देखेपछि भगवानले आफूलाई छल गरेको हो कि भन्ने शंकाले वाद विवाद गर्न लाग्दा रौद्र स्वरूप अर्थात् शंकरजी रिसाएछन् र क्रोधमा आई हाम्रो स्वरूपमा विश्वास लाग्दैन भने तिमी र तिम्रो परिवारले हाम्रो दर्शन नगर्नु भनी श्राप दिएपछि राजपरिवारले उक्त मूर्तिको दर्शन नगर्ने चलन चलेको रहेछ। पछि महाप्रलय पश्चात द्वापर युगको अन्त्यसँगै जमिन मुनि पुरिन गएको सो मन्दिर जलमग्न भएको काठमाडौँ उपत्यकाको पानी पछि धान छुट्ने खलोको रूपमा विकसित भएको रहेछ त्यही ठाउँ। अनि उक्त ठाउँमा जति धान कुटे पनि बाला नरितिने अनि धान पनि डबल हुने जस्ता चमत्कार देखिन थालेछन्। भगवानको प्रेरणाले नै जमिन मालिकलाई खनेर हेर्न मन लागेछ र खन्दै जाँदा शयन अर्थात् सुतेको अवस्थामा रहनुभएका भगवानको गडामा चोट लाग्न गई रगत बग्न थालेछ। तब यो अनर्थ कीर्ति सशरीर प्रकट भए पश्चात भगवानकै आज्ञा अनुसार 16 वर्षभन्दा मुनिका बटुकहरूद्वारा सस्तो उपचारले पूजा अर्चना गरी सेवा गर्न थालिएको रहेछ। तर राजपरिवारले दर्शन गर्न नहुने भनिए पनि राजा प्रताप मल्लले दर्शनको अभिलाषाले पटक पटक जाँदा पनि नागहरूले बाटो छ कि मन्दिर प्रवेश गर्न नदिएकोले बालाजुको बाइपास धारामा त्यस्तै मूर्तिको स्थापना गरेका थिए। यसरी राज्यको प्रमुख व्यक्तिबाटै पनि गर्न नहुने भनिएको काममा व्यवस्था गरे देखेपछि पृथ्वीमा कलियुगको आरम्भसँगै मानिसहरूमा धर्मप्रति विश्वास, कर्म र कुकर्मतिर मन जाने जस्ता प्रविधिको चलखेल हुने देखेपछि भगवान हरिहर कलियुगका आस्थाहीन व्यक्तिहरूका लागि छाया दर्शनको चमत्कार छोडेर सोधाम जानुभएको थियो। आकाशतर्फ फर्केर शयन मुद्रामा रहेको उक्त मूर्तिको दर्शन पोखरीमा स्पष्ट हुनुले वैज्ञानिकलाई समेत चुनौती दिएको छ।